नमस्ते साथीहरु, स्वागत छ तपाईहरुलाई शुभ यात्रा दुबई युट्युब च्यानलमा। साथीहरु, धेरै साथीहरु कन्फ्युजनमा हुनुहुन्छ कि आफ्नो सिप नसिकेरै विदेश जाँदा समस्या पर्छ या फिर हामी बिचल्ली परिन्छ या हामीले स्यालेरीहरु पाउन कम पाउँछौं या त्यहाँनिर अब हामीले बेनिफिट्सहरु पनि राम्रो दिदिन भनेर सुन्नु भएको होला। त्यो कुरामा एकदमै सत्यता छ साथीहरु। तर यदि तपाई सिप नसिकेरै विदेश आइसक्नु भएको छ भने तपाई हामीले यहाँ पनि धेरै कुराहरु सिक्न सकिन्छ र आफ्नो स्किललाई र आफ्नो स्यालेरीलाई बढाउन पनि सकिन्छ साथीहरु। कसरी बढाउन सकिन्छ र के छन् यस्ता स्किलहरु जुन हामीले आफ्नो लाइफस्टाइलमा इम्प्रुभ गर्न सकिन्छ, यसको बारेमा आजको भिडियोमा म तपाईसँग डिटेलमा कुराकानी गर्नेछु। भिडियोलाई अन्तिमसम्म हेरेर सम्पूर्ण जानकारी लिनु होला र साथीहरु यदि तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला। साथीहरु, एउटा मान्छे जुन 2008 मा एउटा प्लेन चढ्ने रहरमा चाहिँ विदेश आउँछ र थाहै छैन उलाई विदेशको वातावरण कस्तो छ, विदेशको नियम कानुन कस्तो छ र विदेशमा पैसा कमिन्छ कसरी कमिन्छ, के काम गर्नुपर्छ, कस्ता दुःख भोग्नुपर्छ भन्ने कुरा केही थाहा हुँदैन साथीहरु। र आज त्यो मान्छे यो गाडी चलाउँदै छ। मैले मेरो आफ्नै कुरा गर्दैछु साथीहरु। आज चाहिँ मैले यो गाडी चलाउँदैछु 2008 मा आएको। तपाईले हिसाब गर्न सक्नुहुन्छ 15-16 वर्ष लगभग भइसक्यो साथीहरु दुबईमा। एउटा हेल्परको रूपमा म काम गर्नको लागि दुबई छिरेको थिएँ र खासै ठुलो केही सपना थिएन साथीहरु। प्लेन चढेर जाने र त्यहाँ कम्पनीमा जाने बित्तिकै त्यो बेलामा कस्तो हुन्थ्यो भने चाहिँ धेरै मान्छेहरूले फर्काइदिन्थ्यो। काम नजानेर, भाषा नबुझेर, आफै लफडा गरेर धेरै मान्छेहरूले फर्काइदिन्थ्यो। त्यो हाम्रो गाउँका पनि त्यो वातावरणमा त्यस्तै भएर पनि होला हामी अब गइन्छ अनि फर्किन्छ भन्ने चाहिँ मानसिकताले म चाहिँ विदेश छिरेको साथीहरु। र गएको 1-2 महिनामा फर्किन्छु भन्ने मान्छे आज 15-16 वर्षसम्म पनि विदेशमा हुँदाखेरि अझै पनि भनौं न एउटा टार्गेट, एउटा भनौं न एउटा समस्याहरूको समाधान हुँदैन र हामीले चाहिँ एउटा लाइफ टाइमसम्म पनि एउटा जबको पनि आवश्यकता पर्दो रहेछ भन्ने कुराको एउटा आभास पनि हुन्छ साथीहरु। जति आफू पाको हुँदै गयो त्यति हैन, अब जति म्याच्युर हुँदै गयो त्यति जिम्मेदारीहरू पनि बढ्दै जाँदो रहेछ। यो कुरालाई ध्यानमा राखेर अब एउटा म्याच्युरिटी सँगसँगै एउटा जबको पनि आवश्यकता पर्दो रहेछ भनेर हामीले अब मैले चाहिँ कन्टिन्यू गरेँ साथीहरु। र यो गाडी चलाउनु भन्दाखेरि मैले चाहिँ 2008 मा यहाँ जोइनिङ गरेँ र 2013 मा चाहिँ मैले युए को ड्राइभिङ लाइसेन्स निकालेँ साथीहरु र ड्राइभिङ फिल्डमा आएँ र 2013 देखि म लगातार ड्राइभिङ गर्दैछु र ड्राइभिङमा पनि अब भगवानको कृपाले राम्रै छ, स्यालेरीहरु राम्रै छ, तर दुःख मेहनत चाहिँ आफ्नो ठाउँमा खट्नै पर्छ। र साथीहरु, तपाई हामी पनि अहिलेको जुन युग छ, जमाना छ, बिना स्किल तपाई विदेश जानु भने चाहिँ धोका पाउनुहुन्छ भन्ने कुराको एउटा ज्वलन्त प्रमाणहरु पनि छन् साथीहरु। त्यो कुरा सत्य हो साथीहरु। तर यदि तपाई एउटा सिप हुँदा हुँदै पनि या सिप नभएका साथीहरु पनि यदि विदेशमा हुनुहुन्छ भने चाहिँ एउटा सजिलो र राम्रो उपाय हामीले आफ्नो प्रगति गर्नको लागि र हामीले अगाडि बढ्नको लागि एउटा राम्रो विकल्प भनेको एउटा ड्राइभिङ लाइसेन्स छ। जुन साथीहरु त्यसको लागि कुनै पनि डिग्री चाहिदैन, त्यसको लागि कुनै पनि पढाइ चाहिदैन। थोरै तिनो तपाईले इंग्लिश बोल्दा पनि हुन्छ। तपाईले सिग्नलहरु, बोर्डहरु हेर्न आफै बाटो आफै थाहा भइहाल्छ। बिहान बेलुका हिँड्ने बाटो आफैले मान्छेले बिर्सिदैन साथीहरु हैन। अब ड्राइभिङ लाइसेन्स निकाल्नको लागि अलिकति पैसा चाहिँ लाग्ने नै रहेछ साथीहरु यो दुबईमा। तपाईहरुले पनि लगाउनु भने चाहिँ तपाईको भविष्यमा चाहिँ एउटा राम्रो प्रतिफल दिने, एउटा राम्रो स्टेबल जब दिने र यो ड्राइभिङ फिल्डको एउटा जब चाहिँ एनी टाइम डिमान्डहरु भएको हुन्छ साथीहरु। त्यो कारणले गर्दाखेरि एउटा स्टेबल जब तपाईले पाउन सक्नुहुन्छ र यो राम्रो एउटा फ्युचर जब राम्रो तपाईले पाउन सक्नुहुन्छ साथीहरु। र ड्राइभरमा पनि स्यालेरी पनि राम्रै छ। 2000-2500 3000 देखि स्टार्टिङ छ। युए दिरमको कुरा गर्दैछु। र लगानीकामा चाहिँ यदि तपाईले राम्रोसँग रिस्क उठाएर लगानी गर्नुभयो, ड्राइभिङ लाइसेन्स निकाल्नुभयो भने चाहिँ तपाई हामी जस्तो एउटा मिडल क्लास मान्छे दुबईमा आएर एउटा स्ट्रगल गर्दैछ, कन्स्ट्रक्सन फिल्डमा हामी काम गर्दैछौँ, यो गर्मी खाँदैछौँ भने चाहिँ हाम्रो लागि एउटा रिस्क लिने एउटा शक्ति चाहिँ अब जुटाएर रिस्क लिनै पर्छ साथीहरु। तपाई हामीले एउटा रिस्क लियो भने भविष्यको लागि आफ्नो बालबच्चाहरुको लागि पनि एकदमै राम्रो हुन जानेछ साथीहरु। सो गाइस, तपाईहरु पनि यो नसोच्नु होला कि काम नसिकेरै विदेश आइयो अब दुःख पाइने
होला या स्यालेरी कम हुने होला भनेर यो चाहिँ माइन्डमा नराख्नु होला साथीहरू। सिप सिक्ने चाहिँ तपाईँको क्रिएटिभिटी हुनु पर्यो। त्यो तपाईँले जहाँ पनि सिकेरै पनि आफ्नो राम्रो एउटा पोजिसन बनाउन सक्नुहुन्छ साथीहरू। सो गाइज आजको भिडियोमा यति नै। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो र तपाईँहरूले पनि कुनै पनि प्रश्नहरू गर्नु छ भने चाहिँ चलिरहेको भिडियोमा 4 अङ्क कोड आउनेछ साथीहरू। त्यो कोड चाहिँ तपाईँ कमेन्ट बक्समा कमेन्ट राख्नु भने चाहिँ त्यसको जवाब म जरुर दिनेछु। सो गाइज भेटौँला नेक्स्ट भिडियोमा नयाँ अपडेटको साथमा। जब तकलाई मलाई बिदा दिनुहोस्। नमस्कार।